जाँदैछौँ कस्तो लागिरहेछ त मायामी एकदम ल ठिक छ बिहानको समय छ हाई गरिदिउँ बेबी नहीं बेबी बेबी पानी पापा आला त हारेछ दुईटा रोबोट भन्ने दिए ताने ताने अनि मम्मी कस्तो भइरहेछ त अहिलेसम्मको बेबी त्यता हेर न्याना गर भन केही कस्तो भइरहेछ नयाँ ठाउँ घुम्न जान्न एकछिन बोर्डिङ पास लिएर कुरेर बसिरह वाइफाई छ ठिक छ ल जाँदैछ हाम्रो यात्रा मात्र बाँकी छ हाम्रो कति आधी घन्टा छ ए सरी 10 मिनट छ चाहियो रे उसलाई फसाइ के चाहियो त्यो स्न्याक्स निकाल्दिनु अब यही चाहिन्छ उसलाई रुन्छ जाँदैछौँ फरेस्ट म्युजियम यहाँ मायामीको फरेस्ट म्युजियमतिर जाँदैछौँ कति टाइम लगायो यहाँ सबै हाम्रो रुम चाहिँ यस्तो छ अलि अब बच्चाको भइसक्यो आएर यस्तो रुम छ पछि यहाँ चाहिँ कराइरहेको छ अनि यहाँ चाहिँ किचन छ यो त एयरबिएनबी ए छिटो गर छिटो जाउँ जाउँ के गरेर आएको ल ल यो पनि यो चाहिँ यस्तो रुम चाहिँ बच्चाको अब जाने हुन्छ कति गरेको बेबी जाउँ के भयो के गरिरहेको छ नि होइन ल मम्मी के भन्नुहुन्छ
हामी जाँदैछौँ उसमा फर्स्ट नेसनल म्युजियम प्लानिङलाई किनिन्छ बिरालो पनि रहेछ यहाँ क्याट बेबीले यहाँ माथि राखेर खिच्नु समाएर बन्द सक्दैन आफ्ना नै मिल्दैन होला फायर डिपार्टमेन्ट टेबल घुम्न आएको सुरुमै अब चाहिँ हल्का खानु पऱ्यो ब्रेकफास्ट बिहान भोक लागेर जस्तो भएको छ त्यस्तो रहेछ त्यस्तो खाएको छ ल यो हाम्रो प्लानेटोरी म्युजियमको डाइनोसर्सहरू यताउता म्यापहरू सबै राखेर रहेछ यता त्यही त अब यहाँ खाना लाग्यो यो चाहिँ हाम्रो टोकन रहेछ तयार भएपछि भाइब्रेट हुने भाइब्रेट भएपछि जान पऱ्यो अरे यो नयाँ सिस्टम थाहा पाइयो भने यहाँ यो पनि सार्क हो तर अब यो चाहिँ अर्कै खालको सार्क रहेछ आँखा बाहिर निस्केको सार्क रहेछ हेर्नु न यस्तो यहाँ लेखेको छ यसको बारेमा यसको नाम चाहिँ स्केलोप ह्यामरहेड सार्क रहेछ आँखा यस्तो बाहिर निस्किया हुने रहेछ क्या यसको यस्तो खालको बाहिर निस्किया हुने रहेछ खतरा छ यो सार्क सूर्य हेर्नु त चन्द्रमा भिडियो
यता हेर माया हो छोरी माया पानी भनेर छ्याप छ्याप गऱ्यो झ्याप झ्याप गरौँ ल ये त सानो के रहेछ सानो पा रहेछ कि पानी आयो पानी गर्न थालेर बच्चालाई यसो त रमाइलो लाग्ने नै भयो नि मुसा खाइरहेको थियो शान्त तरिकाले बसिरहेको Miami Beach Miami म्युजियममा भएको चराहरू यसरी गरेर Or 2 fingers. बिचबाट हेर्नुपर्छ बिचबाट ल यही बसौँ Hey, baby. Baby, no. Out here in space, Swift's view of them is front row center. They erupt when a black hole is born. That happens when a large star dies in a blaze of glory called a supernova.
That's a girl. The other one? त्यस्तै छ अक्वारियम चाहिँ ल यता भिडियो खिच भिडियो खिचौँ मेरो भुन्टेले खै मम्मी कता यता हुन्छ मम्मी उता डाइनोसर बेबी आउँदाखेरि साइन ओर्ने छ त्यहाँ पनि पिरियोडिक टेबल पनि रहेछ pasta. खानी हो कि अब चाहिँ हामी यो गाडी चढेर यहाँको कोलिन्स एक्सप्रेस भन्ने गाडी फ्रीवाला गाडी गर्छ यो आइल्यान्डबाट नर्थ टु साउथ गरिराख्ने त्यसमा चढेर हाम्रो लिङ्कन रोड भन्ने ठाउँ रहेछ लिङ्कन रोड भन्ने ठाउँ भनेपछि अब लगभग 4-5 किलोमिटर लामो सबै अब मलहरू रेस्टुरेन्टहरू भएको हिन्दी प्रेसिडेन्ट वार्क जस्तो खालको ठाउँ रहेछ त्यहाँ गएर आज टाइम स्पेन्ड गर्नुपर्ला भन्ने प्लान छ ठिकै छ ठाउँ चाहिँ राम्रो लाग्यो मलाई ठाउँ यहाँको किन पनि राम्रो लाग्यो भन्दा चाहिँ घरहरू पनि यता हेर्नुहोस् न घरहरू पनि हाम्रो नेपालहरूको जस्तै राम्रो कम्पाउन्डहरू घेरेको
त्यस्तो खालको हुने रहेछ। अब हामी बसेको द सिटी एरियामा चाहिँ पुरै अब घरहरू बाटोसँगै जोडिएको घरहरू त्यस्तो खालको हो। यहाँ चाहिँ अलिक घरहरू पनि राम्रो राम्रो सानो घरहरू ठुल्ठुलो खासै धेरै घरहरू छैन। त्यही भएर यो एरिया मलाई चाहिँ राम्रो लाग्यो। यस्ता घरहरू मेरो ब्याकग्राउन्डमा देख्नु भएको जस्तो घरहरू ढाका टाइपको घरहरू रहेछ। अब कतै कतै अपार्टमेन्ट कम्प्लेक्सहरू पनि छन् यसरी यतातिर अलिक ठुल्ठुलो कम्प्लेक्सहरू पनि छन् होइन जस्तै यता ब्याकग्राउन्डमा यहाँनिर छन्। तर पनि यस ठाउँ चाहिँ राम्रो जाडो मौसम हो अहिले। हुन त जाडो मौसम भए पनि त्यस्तो जाडो छैन, एकदम राम्रो चाहिँ मौसम घुम्नको लागि। यो महिना भनेको फेब्रुअरी महिना भनेको एकदम राम्रो महिना रहेछ यहाँको लागि। नेपालको जस्तै यो कङ्क्रिट भोलि पनि त्यस्तै हुन्छ। अब हाम्रो बस चाहिँ आउन रहेछ पोलिस एक्सप्रेस भन्ने बस यस्तो रहेछ यहाँनिर ट्रली स्टप पोलिस एक्सप्रेस फ्री राइड। यो चाहिँ यो एरिया हाम्रो आइल्यान्ड हो मायामी आइल्यान्ड भयो मायामी बिच आइल्यान्ड भयो नर्थ टु साउथ फेरि माथिदेखि तलसम्म यो आउने जाने गरिराख्ने रहेछ गरिराख्ने रहेछ। यो अहिले हामी बसेको चाहिँ करिब यतातिर बसेको छौँ क्या 77 स्ट्रिटतिर यतातिर बसिरहेको छौँ हामी। यतातिर 77 स्ट्रिट यहाँनिर हामी बसिरहेको छौँ। अब यहाँ जाने चाहिँ यतातिर लिङ्कन स्ट्रिट यहाँनिर कता छ यो एरियातिर हो क्या यो एरियातिर अब हामी जाने। यो चाहिँ एउटा बिच मायामी बिच टाइपको मायामी बिच साइड भन्दो रहेछ आइल्यान्ड रहेछ। यो चाहिँ डाउनटाउनसँग जोडिएको छ यताबाट यहाँनिरबाट चाहिँ एउटा पुल जस्तो भएर अनि मायामी डाउनटाउनतिर चाहिँ जोडेको रहेछ। हल्का मायामी बजारको हो हाम्रो पोलिस एक्सप्रेस ट्रलीमा।
लि पानी ए नर्मल पनि हो ल जाउँ यो चाहिँ हाम्रो अब वाकिङ स्ट्रिट लिङ्कन स्ट्रिटको पेडेस्ट्रियन स्ट्रिटमा आएछ यहाँबाट चाहिँ भित्र हामी हिँडेर मात्रै जाने यही हेर्न आएको कस्तो छ हेरौँ भित्र आज अगाडि टुरिस्ट एरिया रहेछ यो एरिया पनि हाम्रो जस्तो छ ठाउँ walk and shop. This is the Fifth Avenue of the South. ए मैले त्यो त मूर्ति बनाएको भन्दा नै फलाममाथि उ लगाएर रहेछ जाली हालेर चाहिँ मैले पनि सिमेन्ट जस्तो हो भन्ठान चाहिँ के जाडा रहेछ जाडोमा जाने छोड्दै अलिक जान अलि जाउँला यहाँ लाग्यो भने हिँड्दै छ फेरि खुट्टा गर्छ फेरि परसम्म यो स्ट्रिट त हिँड्दै छ भाइरल बजाइरहेको छ मैले त गीत बजाइरहेको भनेर उसमा मिक्स रहेछ के हो यो हेरौँ न हेर्ने यो जुन स्विङ पो भनेको छैन बज्दैन बज नबज्ने रहेछ
चाहिँ अब खाना यसो बसेको होइन यो ठाउँमा सबै चाहिँ बिफ र चाहिँ चिकन मात्रै पाइँदो रहेछ यो भेज केही पनि पाइएन अब त्यो मिलाएर यसो हाम्रो कोलिन्स स्ट्रिटको लिङ्कन स्ट्रिटको चाहिँ छेउमा भएको पार्क हेर बेबी यता आएर सानो माया ए खै हाम्रो लिङ्कन पार्क लिङ्कन स्ट्रिट नजिकको पार्क रहेछ सानो पार्क राम्रो लाग्यो यो पार्क यस्तो रहेछ वरिपरिबाट हेर्दाखेरि सबैको नरिवलको बोटहरू छन् राम्रो छ अब अरू त खासै केही नै छ र सबै ठाउँ त्यस्तै हो लिङ्कन स्ट्रिट पनि साइन्स सेन्टर रहेछ साइन्स सेन्टर अब बिचतिर खासै गएको थिएन बिचतिरको पनि भिडियोहरू यसो खिचेर हाम्रो बेला हामी जाँदैछौँ बिचतिर बेबी हिना लाग्दैछ हामी अब बिचतिर लागेको हो बिच चाहिँ ऊ त्यो बाटोदेखि पारी चाहिँ 2 मिनट हिँडेपछि बिच आउँछ ए त्यहाँ के रहेछ है हिजो थियो र त्यो ऊ थियो त्यसले आफै तान्दिरहेछ होइन उसले तान्दिरहेछ क्या हावाले ल हामी चाहिँ अब यहीँ बस्नुपर्छ जस्तो छ भयो नभिजाइदिनु त्यसलाई नभिजाइदिनु सानो माया चिसो मौसम रहेछ पानी चिसो त बाहिर छिकेछ पानी त चिसो अहिले बेलुकाको 4 बजी भयो 7:30 4:30को समय भयो हामी बजार घुमेर फेरि यहाँ समुद्र हेर्न आएको
रहेछ त्यो ताली बजाऊ बेबी join tonight भनेर अरू क्लबमा आइज भनेर विज्ञापन गरेर बिचमा बसेकोहरूलाई आइज भनेर बोलाएको छ कि बिचबाट पनि फर्कियो हल्का बेलुका बेलुका भएछ अलिक चिसो हुन थाल्यो त्यही भएर अब फर्क्यौँ अब घर जाने अनि एकछिन बाहिरतिर यसो अब डिनर गर्न निस्किनु पर्ला यस्तो खेल्ने पनि रहेछ ठाउँ यहाँ खेलिरहेको बच्चाहरू ल हल्का अब थोरै डिनर यहाँ चाहिँ खाएर जानु पऱ्यो भनेर हाम्रो यो रोड साइडको इटालियन रेस्टुरेन्टमा बसिरहेको छ यताको बाहिरको भ्यू चाहिँ यस्तो छ यता राखेर चाहिँ फेरि यो दुःख दिइहाल्छ नि कामै के ट्याक्क बाल्किन्सको अगाडितिर मयरको यात्रा समाप्त हुँदा हाम्रो फर्किँदैछ हामी एयरपोर्ट 11:11 बजेको फ्लाइट छ हाम्रो यात्रा मयरको यात्रा समाप्त भएछ सकियो अब 2 बजे त घर पुगिन्छ त्यसरी रमाइलो भयो यात्रा कस्तो भयो खै यता छोरी के गर्दै म आउन त 45 मिनट चाँडै आइपुगेको थिएँ तर पनि 45 मिनट चाँडो आए पनि त्यसले ढिला गरिदियो 2-3 मिनट अनि त्यसपछि लास्टमा चेक इन गर्न मिल्दैन बोर्डिङ पास भनेर बच्चाको कारणले गर्दाखेरि अस्तिको टिकट भन्दा महँगो भयो जाने आउने भन्दा नि बेसी पऱ्यो नि पैसा अब टाइम पनि लस भयो दिसभरि बस्नुपर्ने भयो यहाँ बेलुका 6 बजेको 6 बजेको फ्लाइट 6:30 बजे 6:40को फ्लाइट छ दिसभरिको समय पनि गयो पैसा पनि खाए ल है यसमा चाहिँ चढ्न नआउने रहेछ होइन एकछिन त कन्सिडर गर्नुपर्छ नि होइन 45 मिनट लगभग 44 मिनट त बाँकी नै 1 मिनटै हो क्या 1 मिनट त हो नि ढिला भएको नि कति हो र 1 मिनट पनि भएको थिएन होला क्या त्यसैले त्यसले आफैले गरेर 1 मिनट ढिला भयो त्यसले ल्याङ गरिदिने होइन के गरेर थियो क्या अर्कोलाई बोलाएर के गरेर त्यसलाई आउँदैन रहेछ कि आफै अनि अरूलाई बोलाएर के गरिरहेको थियो त्यो गर्दामा 2 मिनट ढिला भइहाल्यो अनि त्यसले अब हुँदैन भन्दाखेरि नै बल्ल 33-34 त भएको थियो यही खोज्नलाई पनि 2 मिनट समय लाग्यो हामी 27 मा आइपुगेको थियौँ 28 29 यी माथि भइदियो है ठ्याक्कै भइदियो सिधा भइदियो ठ्याक्कै भइदियो थाहा पनि हुँदैन अब छोरी दिउँसोरी बस्नु पर्ने के गर्नु आउने जाने पैसा आउने जाने 300 रुपियाँ तिरिएको थियो अब जान मात्रै 500 रुपियाँ तिरियो के गर्ने ठिक छ अब कहिलेकाहीँ मेमोरी राम्रै हुन्छ होइन हाँस्थ्यो त ल खुसियालीमा हाँसिन्छ मलाई यही खुसियाली के भन्नु त दुःख मानेर के गर्नु अब प्लेन छुटेपछि अब बाहिर यसो एकछिन टहलौँ टाइम पास स्पेन्ड गरौँ भनेर बाहिरतिर यसो निस्केको 4-5 घन्टा छ टाइम बाहिरतिर खासै घुम्ने ठाउँ पनि छ जस्तो छैन यो एयरपोर्टभित्र वरिपरि अब बाहिर सी सो क्युट भनेर भन्ने
एउटीले छोरीलाई अब यही टाइम पास गर्नलाई यसो बाहिरतिर निस्किरहेको हामी ल यस्तो यस्तो ठाउँ भेट्टायो अब एकछिन टाइम स्पेन्ड गर्नलाई हल्का गाडी जस्तो रहेछ आधी 1 घन्टा पार गर्छ सिनेसरी छोरीलाई टक्कै यहाँ बसेर खेलिरहेको छ यहाँ 1 घन्टा बस्ने खाने 1 घन्टा घुम्ने 1 घन्टा यताउता गर्दा 1 घन्टा भयो बितिहाल्छ ठिक छ अब बेलुका चाहिँ हामी 10 बजीतिर पुगिन्छ जस्तो छ बेलुकासम्म म अपडेट गराउँदै गर्छु अनि नेपाल कस्तो लाग्यो भने रमाइलो लाग्यो कन्ट्र्याक्टरले मान्छे बोलाउँछ अरे फलान ठाउँ गौशाला बानेश्वर काठमाडौँ भनेर बोलाउँछ अरे त्यस्तो बस्नु चढ्न मलाई आनन्द लाग्छ अनि चढिरहेको थियो एकजना आन्टीले आलु चिज खाँदै हुनुहुन्थ्यो अनि हाम्रो उता त अमेरिका र नेपाल कस्तो छ लाग्छ भनेर सोधे अरे एकदम राम्रो लाग्छ हाम्रो उहाँ त सफा हुन्छ त्यति फरक हो यहाँ चाहिँ अलि रहन्छ सबैजनाले सफा गर्नुपर्छ भनेर भन्दै थिएँ आलु चिज खाएर आन्टीले त झ्यालबाट फ्यात फाल्यो के भन्ने मात्रै रहेछ गर्दो रहेछ आफै भन्थ्यो अमेरिकाबाट जाने केटाले अमेरिकामा जन्मेको रहेछ दाङमारे बाउको घर दाङबाट काठमाडौँ घुम्न आएको तिमीलाई पनि थाहा छ त्यही हेरेको सँगै को केटा अनि त्यो नयन राज साथी भने थियो ठ्याक्कै बाहुन जस्तो थियो नेवार रहेछ नेवार तर केटा चाहिँ राम्रो गोरु 22 वर्ष भएँ बिहा कस्तो खालको मनपर्छ भन्दा मलाई उता चाहिँ त्यस्तो दामजाम हुन्न बस्ने के दामजाम हुन्न बस्ने अनि त्यहाँ उसहरू हुन्छ रिचुअल्सहरू गरेर भ्याउँछन् अनि खाने अनि फर्किने भन्ने हुन्छ यता चाहिँ आफ्नै बेहुला बेहुली स्टेजमा बसेका हुन्छन् सबै आफ्नै फ्रीली जे पनि गर्न पाइन्छ नाच्ने गाउने खाने रमाइलो यहाँको पनि छुट्टै रमाइलो छ उताको शान्त खालको हुन्छ अनि दुइटै कल्चर मिक्स गरेर गर्न मन लाग्छ बिहा भन्दै थियो तर मागेर गरिदिनु लभ गरेर गर्छु भन्छु सुनिनँ मैले त हेरेर बसेको होइन यताउति गर्दा मनपर्छ बिहा गर्नलाई केटा चाहिँ अनि को हो र त्यो केटा भने खास नेपाली तर कसरी यता आएर मान्छे रे अमेरिकामा गएर जन्मेको रे ऊ चाहिँ अनि बाबु बेला काठमाडौँ ल्याउने गरेर अहिले चाहिँ ऊ एक्लै आएको रे के बच्चामा एकचोटि आएको थियो अरे सानो हुँदा 5-7 वर्षमा त्यति बेलाको याद छैन अनि त्यसपछि घर रमाइलो आफ्नो नेपाल देश हेर्न भनेर एक्लै आएको रे अनि सबैतिर घुमिसक्ने भन्थ्यो हल्का खानेकुरा खाइयो अब हामीले खाने के नै हो पास्ता पिज्जा त्यही त खाइयो के पास्ता दियो चिकन अल्फ्रेडो पास्ता हो खाइयो मिठो लागेको थियो चाहिँ यहाँ मन पनि हुन्छ मम्मीले चाहिँ पिज्जा खानु हो चिकन नखाने र चिज पिज्जा खानु त्यही भएर कस्तो लाग्यो त मम्मीलाई पिज्जा मिठो लाग्यो यहाँको चाहिँ अन्त यहाँको चाहिँ ठिकै लाग्यो यता हेरेर भन न राम्रोसँग भनिदिने हवाना कलेक्सन ल यहाँ चाहिँ यस्तो हुन्छ सेल्फ सर्भिस चेक इन भन्ने हुन्छ अनलाइन पनि चेकिङ गर्नु मिल्छ बोर्डिङ पास अनलाइन लिन पनि मिल्दो रहेछ अनि यहाँबाट पनि बोर्डिङ पास तलबाट इन्ट्री गरेर तलबाट लिन मिल्दो रहेछ बोर्डिङ पास छैन तरकारी पनि यहीँबाट लिएर जानुपर्छ क्या दुध त छ क्या छैन छ जस्तो लाग्छ नि मलाई सागहरू फ्रोजनमा सागहरू पनि केही छैन किन सकिदियो कि मगाउनु पर्ने थियो उताबाट गएर आएपछि मगाउँला फ्रोजन त थियो होला नि के सागहरू त केही त छैन त्यही ब्रोकौली छ बिन्सहरू त्यो अब त्यो भनेपछि नेपाल एयरपोर्टमै खाएर जानुपर्ने भयो कहाँबाट त्यो उयो गरेर किन्नु पऱ्यो कति पिज्जा खाने
अहिले चाहिँ इन्स्टाकार्टबाट मगाए हुन्छ भोलिको लागि भोलि खानको लागि के सामान चाहिँ ल मगाउँछ ल प्लेन चढ्ने रहर आज बल्ल पुरा बिहानदेखि चढ्न मन लाग्यो प्लेन